यो बच्चाको लागि एउटा सामान नलिने किन नलियो सर, हामीलाई नगर्ने भनेपछि नगर्ने। यो एउटा कपडा लिन नमिल्ने, यो एउटा कपडा लिन नमिल्ने छ, यो तरिका भयो। वाह, मेरो देशको सरकार। देशमा उत्पादन छैन, विदेशबाट किन्न दिनु हुँदैन, 100 रुपियाँ भन्दा माथिको सामान लिएपछि भन्सार। वाह, सरकारले त कमाउनु मिल्छ, तर जनतालाई यसरी मारेर चाहिँ कमाउनु मिल्दैन नि सरकार। किनकि इन्डियामा पर्ने 2-3 लाखको बाइक नेपाल सरकारले किनेर 5-6 लाखमा बेच्दा पनि चित्त बुझेको छैन र सरकार। 100 रुपियाँको सामानलाई ट्याक्स लगाउन पर्ने भन्सार ट्याक्स त्यस्तो मान्छेलाई लगाउनुहोस् जसले डेली आवत गर्छ र मेरो बर्डर नजिकै घर छ, म भोलि गएर नि लिएर आउन सक्छु, हो त्यसलाई ट्याक्स लगाउनुहोस्। घन्टीको सरकार छ भन्दैमा घन्टा जस्तो व्यवहार नगर्दा नै राम्रो हुन्छ। जो वर्षौँदेखि काम गरेर बुवा आमालाई बालबच्चाहरूलाई मिठाई चक्लेट लुगालत्ता कपडाहरू बोकेर जान्छ, त्यो मान्छेलाई ट्याक्स लाउनु पनि धेरै ठुलो सामान छ। त्यो एउटै सामान ठुलो छ, कुनै मेसिन लगाएछ, कसैले के चिज लगाएछ, कसैले टिभी लगाइहाल्यो, कसैले के लगाइहाल्यो, हो त्यस्तो चिजलाई ट्याक्स लाउनुहोस्। तर सानो चक्लेट मिठाई बिस्कुट जस्ता चिजहरूमा ट्याक्स लाउनु भयो भने नि सरकार, योभन्दा घटिया सरकार अरू हुन सक्दैन। जय नेपाल।